वक्तित्व कला प्रतियोगिता सम्पन्न। बारीकोट गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आर्थिक सहयोग र बारीकोट साहित्य कला केन्द्रको आयोजनामा विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत पर्यटनको सम्भावना बोकेको हाम्रो बारीकोट शीर्षकमा आधारभूत विद्यालय स्तरीय वक्तित्व कला प्रतियोगिता वीरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालय बारीकोट 2 लिम्सामा आज सम्पन्न गरिएको छ। 2022 साल 2 महिना 26 गते यस बारीकोट साहित्य कला केन्द्रले आयोजना गरेको पर्यटनको सम्भावना बोकेको हाम्रो बारीकोट भन्ने शीर्षकको वक्तित्व कला प्रतियोगितामा भाग लिन पाउँदा म आफूलाई गौरवशाली ठानेको छु। पर्यटनको सम्भावना बोकेको हाम्रो बारीकोट भन्ने शीर्षकमा म आफ्ना तर्कहरू राख्न सभा अध्यक्षसँग अनुमति चाहन्छु। पर्यटनको अर्थ आनन्द, मनोरञ्जन, दृश्य अवलोकन इत्यादिका लागि गरिने भ्रमण हो। सांस्कृतिक, कला, ऐतिहासिक एवं धार्मिक स्थलहरूले पनि पर्यटकहरूलाई आकर्षित गर्दछन्। महोदय, कर्णाली प्रदेशको पहाडी जिल्ला जाजरकोटको उत्तरीय भूभागमा पर्ने बारीकोट गाउँपालिका यहाँका धार्मिक स्थलहरू ठाकुरजी पाटनमा अवस्थित संगदा दह जस्ता तालतलैयाहरू रहेका छन्। हाम्रो बारीकोटको लेकाली भेगमा बहुउपयोगी जडीबुटी का साथै विश्वकै लोपोन्मुख रेखपाण्डा, पाटेबाघ, झारल, कस्तुरी, सुनगिद्ध, चिर, काली जस्ता वन्यजन्तुहरू बारीकोटको लेकाली भेगमा पाइन्छन्। महोदय, आज पदमार्गको विकास गर्दा यहाँका आन्तरिक तथा बाहिरी पर्यटकहरू भित्राउन प्रचुर सम्भावना बोकेको हाम्रो बारीकोट यहाँका अर्गानिक सिस्नो, यहाँका गाभा, नलगा नदीका माछा यहाँका स्थानीय उत्पादनहरू हुन्। महोदय, प्राकृतिक उपहार स्वरूप दिएका यी धार्मिक स्थलहरू बाहेक यहाँका धार्मिक स्थलहरू सांस्कृतिक सम्पदाहरूले पनि आन्तरिक तथा बाहिरी पर्यटकहरूलाई आकर्षित गर्ने अर्को पक्ष हो। महोदय, खारू नाच, सिङ्गर नाच, कैसर नाच, मयूर नाच बारीकोटका प्रमुख प्रचलित नाचहरू हुन्। महोदय, आज कला केन्द्रले आयोजना गरेको वक्तित्व कला प्रतियोगितामा बारीकोटमा रहेका 16वटा आविहरू सहभागी भएको थिए र प्रत्येक विद्यालयबाट 1 छात्र र 1 छात्रा गरी 2 जना प्रतियोगी ल्याएर सम्बन्धित विद्यालयका 1 जना शिक्षक सहित उक्त कार्यक्रममा सहभागी भएको बारीकोट साहित्य कला केन्द्रका अध्यक्ष काली प्रसाद थापाले बताउनुभयो। विद्यार्थीहरूसँग भएका कला प्रतिभा प्रस्फुटन र विकासको लागि आयोजित वक्तित्व कला प्रतियोगितामा सहभागी विद्यालयहरूमा स्थान हासिल गरेका प्रतियोगी सहभागी छात्र छात्राहरूमा प्रथम अस्मिता बोरा भगवती मावि जिरी, द्वितीय झरना महातारा दिपेन्द्र मावि सक्ला, तृतीय रमित विक सीता मावि कार्की जिउला र सान्तोनामा अरनिका बस्ने जगदाबी मैना, समराज राउत भगवती मावि जिरीका विद्यार्थीहरूले राम्रो प्रस्तुति प्रस्तुत गरी स्थान हासिल गरेका हुन्। पर्यटनको सम्भावना बोकेको हाम्रो बारीकोट शीर्षकमा वक्तित्व कला प्रतियोगितामा भाग लिन पाउँदा आफूलाई गौरव महसुस गरेको छु। सर्वप्रथम म के भन्न चाहन्छु भने पर्यटनलाई परिभाषित गर्न चाहन्छु। पर्यटनले जुन स्थानलाई बुझाउँछ, जुन स्थानले सामाजिक, सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक पक्षलाई समेट्छन्, त्यस्तै स्थानमा घुम्न आउने व्यक्तिलाई पर्यटक भनिन्छ। हाम्रो बारीकोटमा पनि प्रशस्तै मात्रामा पर्यटकको सम्भावना छन्। यदि हामीले हाम्रो बारीकोटलाई दिगो विकासको रूपमा अगाडि बढाइरहने हो भने हाम्रो बारीकोट एक दिन साँच्चै नै पर्यटकीय क्षेत्रका रूपमा परिचित रहनेछ। हाम्रो बारीकोटमा विभिन्न किसिमका स्थानहरू रहेका छन्, जस्तै कराइचोली हिमाल, कुर्सी हिमाल, कराइचोली हिमाल, चाखुरे लेक, बिलासपुर हिमाल आदि जस्ता निकै रमणीय र सुन्दर मन लोभ्याउने स्थानहरूको हामीले संरक्षण गर्न, विकास गर्न सक्यौँ भने एक दिन हाम्रो बारीकोट साँच्चै नै पर्यटक क्षेत्रका रूपमा चिनिनेछ। यति मात्र नभएर हामीले हाम्रो सम्पूर्ण स्थान ल्याउने प्रतियोगीहरूलाई प्रमाणपत्र र कापी कलम पुरस्कारले पुरस्कृत गरेको थियो भने सहभागी सबैलाई कापी कलम प्रदान गरिएको थियो।
विद्यार्थीहरू भित्र लुकेर रहेका कला प्रतिभालाई उजागर गरी उदाउँदै गरेका कलिला सन्ततिहरूलाई भोलिको राष्ट्रका बहुमूल्य गहनाका रूपमा निर्माण गरी सिङ्गो राष्ट्रको महिमालाई उच्च बनाउने हेतुले आयोजित विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम निकै भव्यताको साथ सम्पन्न भएको छ।